अहिले चाहिँ बिहानको 5:30 भएको छ। अब चाहिँ हामी 7:30 मा ट्रेन स्टेसन जान्छौँ आफ्टर ब्रेकफास्ट। हाम्रो सबै ब्यागेजहरू प्याक भइसकेको छ। वी आर गेटिङ रेडी टु लिभ द होटल। अनि हामी तल फर्स्ट फ्लोरमा गएर ब्रेकफास्ट गर्छौँ। अनि आज चाहिँ हामी बुलेट ट्रेनमा चाहिँ बेजिङ जाँदैछौँ। सो आई एम भेरी एक्साइटेड। यहाँ चाहिँ स्टिल एकदमै चिसो छ। सो मैले एकदमै फुल्ली कभर्ड हुने गरेर आउटफिट लगाएको छु। लङ कोट अनि ह्याट, यो चाहिँ उलन ह्याट हो, अनि न्यानो हुने गरेर अब चाहिँ हामी ब्रेकफास्टको लागि जान्छौँ। लेट्स गो। सो अब चाहिँ हाम्रो 8 AM को ट्रेन छ। अहिले चाहिँ हामी होटलबाट चेकआउट गरेर बाहिर निस्किँदैछौँ। अनि हाम्रो गाडी पनि आइसकेको छ लिनको लागि। हामीलाई ट्रेन स्टेसनसम्म पुर्याइदिन्छ गाडीले चाहिँ। सो आज हामी बुलेट ट्रेन चढ्ने। सो एक्साइटेड। हामी बेजिङ जानको लागि चाहिँ अब ट्रेन स्टेसनमा जान्छौँ। अब फर्स्टमा बेजिङ जानको लागि। In Beijing, so the last day, if possible, you can prepare some little tips or little warning for the driver. Yeah. सो अहिले हामी चाहिँ ट्रेन स्टेसन आइपुगिसकेको छौँ। इट लुक्स लाइक एयरपोर्ट। हाम्रो नेपालको त एयरपोर्ट जस्तो देखिरहेछ। यो चाहिँ टिकट काउन्टर्सहरू हो। अनि यहाँ चाहिँ इन्टरनेसनल मान्छेहरूले चाहिँ, बाहिर कन्ट्रीको मान्छेहरूले चाहिँ पासपोर्ट दिनुपर्छ। अब चाहिँ हामी माथि जाँदैछौँ। यहाँ पनि प्लेनको जसरी नै, एयरपोर्टमा जसरी नै यसरी सेक्युरिटी चेक भएर ब्याग यसरी स्क्यान भएर आउँछ। सो अहिले चाहिँ हामी यो बुलेट ट्रेन वेट गर्ने ठाउँमा आइपुगिसकेको छौँ। यहाँ चाहिँ वेटिङ रुम भएको छ। Waiting for the train. Hi, good morning. यो चाहिँ भेन्डिङ मेसिनमा सामान रिस्टक हुँदैछ। सो अहिले हामी मेट्रो स्टेसनमा छौँ। उहाँहरू चाहिँ ट्रेन अटेन्डेन्ट्सहरू हो। फ्लाइटमा चाहिँ एयर होस्टेस भए जस्तै।
Today, I am sharing my first bullet train experience in China, traveling from Qingdao to Beijing, and it was super amazing. The train was modern and comfortable, with spacious seats and everything well organized. As soon as we started, I was blown away by how fast the train went, over 300 kilometers per hour. The ride was incredibly smooth, and I barely felt any bumps. The scenery was beautiful with hills, snow fields, and small towns passing by. There were also police, cleaners, and train attendants on board, ensuring smooth operation and a comfortable travel experience. The train had great amenities like free Wi-Fi and power outlets, which made the journey even better. The whole trip took us 3 hours. Overall, it was a new and fantastic experience for me. चिन्डाओदेखि बेजिङसम्मको यात्रामा हामीले चाहिँ थुप्रै चाइनाको गाउँहरू पनि हेर्ने मौका पायौँ। यहाँ अब यो चाइनामा खेती गरिएको ठाउँहरू हो, यो हरियाली छ। अनि यहाँ देखिएको घरहरू चाहिँ यो चाइनाको गाउँको घरहरू हो। सो 3 घण्टाको जर्नीमा चाहिँ सहरदेखि गाउँ हुँदै यो सबै पार गर्दै यहाँको सबै सिनेरीहरू हेर्दै जान एकदमै रमाइलो भइरहेको छ। जाँदै गर्दा बीचबीचमा हामीले यति ठुलो एरियामा यसरी टनेलमा फार्मिङ गरेको देख्यौँ। यहाँ चाहिँ खेतीको लागि पनि थुप्रै नै जग्गाहरूमा छुट्याइएको रहेछ। यसरी टनेलको लागि सेपरेटली छुट्याइएको छ र अरू किसिमको फार्मिङहरूको लागि पनि सेपरेटली ल्यान्डहरू छुट्याइएको रहेछ। चाइनाको गाउँहरूमा पनि हामीले नेपालमा देख्ने जस्तै, नेपालको गाउँहरूमा देखिने जस्तै सानो सानो घरहरू देखिँदै थियो। चाइनामा चाहिँ यस्तो विन्ड मिलबाट निस्किने विन्ड इनर्जी पनि एकदमै पपुलर छ। By the police. Please refrain from smoking for a safe and smooth journey. Thank you for your cooperation. अब चाहिँ गाउँ फार्मल्यान्डहरू सकेर बेजिङको ट्रेन स्टेसन आउँदैछ। सो अलिअलि सहरहरू अब देखिन थालिसकेको छ। अब हामी केही समयमै बेजिङको ट्रेन स्टेसनमा पुग्नेछौँ। किलोमिटर पर आवरको स्पिडमा आएको ट्रेन पनि अब ट्रेन स्टेसनमा गएर रोकिनको लागि स्लो हुँदै आइरहेको छ।
हामी भर्खरै बेजिङको ट्रेन स्टेसनमा अराइभ गरिसकेको छ। ट्रेनभित्र चाहिँ आफ्नो क्याबिनभित्र यसरी लगेजहरू राख्ने ठाउँहरू बनाएको हुन्छ अनि त्यहाँबाट चाहिँ लगेज निकाल्न पनि खासै टाइम लाग्दैन। सो हामीले चाहिँ वेट गर्नु पर्दैन र हामीले वेट गर्नु नपरेको हुनाले चाहिँ हामी ओर्लिने बित्तिकै आफ्नो लगेज पिक गरेर ट्रेन स्टेसनबाट बाहिर निस्किँदैछौँ। अब यहाँबाट हामी आफू बस्ने होटलतर्फ अगाडि जाँदैछौँ। थ्याङ्क यू सो मच फर वाचिङ। हजुरहरूलाई चाहिँ यो फुल चिन्डाओ टु बेजिङ ट्रेन जर्नी कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। सी यू इन नेक्स्ट भ्लग।